बिस्मिल्लाह अल्हम्दुलिल्लाह वस्सलातु वस्सलामु अला नबीना मुहम्मद व अला आलिहि व सहबिहि अजमाइन अम्मा बाद। आदरणीय दाजुभाइ र दिदीबहिनीहरू, आशा गर्दैछु तपाईहरू सन्चै हुनुहोला। आज म यस भिडियोमा शव्वाल महिनाको उपवास अर्थात शव्वाल महिनाका 6 व्रतको महत्वको विषयमा चर्चा गर्नेछु। आशा गर्दैछु तपाईहरू यस भिडियोलाई ध्यानपूर्वक सुनेर हेरिदिनुहोला। सबैभन्दा पहिला यस महिनामा जुन व्रत मुस्लिमले अथवा मुसलमानहरूले राखिन्छन् त्यसको महत्व के हो? रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो, काल नबी सल्लल्लाहु अलैहि वसल्लम मन सामा रमजान तुम्मा अतबअहु सित्तम मिन शव्वाल काना कसयाम दहर, रवाहु मुस्लिम। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले यस हदीसमा भन्नुभयो कि जसले रमजानको व्रत राख्छ अनि त्यसपछि शव्वाल महिनाका 6 व्रत राख्यो उसले पुरै वर्ष व्रत राख्ने सरह पुण्य पाउनेछ। र यसको नियम के हो अर्थात यसको हुकुम के हो? अहलु सुन्नहले भन्नुहुन्छन् कि यसको हुकुम मुस्तहब हो अर्थात सुन्नत हो। जसले यस महिनाको व्रत राख्यो भने उसले पुण्य पाउनेछ र जसले राखेन भने त्यो व्यक्तिलाई पाप लाग्दैन। र अर्को कुरा यसको समय के हो, यानी कहिले राख्ने, कति बेला राख्ने? यसको समय शव्वाल महिनाको दोस्रो दिन अर्थात शव्वालको 2 तारिखदेखि सुरु हुन्छ। ईदको दिन उपवास राख्न हराम हो, त्यसै कारणले हामीलाई शव्वालको दोस्रो दिनदेखि उपवास राख्नु पर्छ। र यसको तरिका के हुन्छ? यसको तरिका यो छ कि यस उपवासलाई राख्नको लागि लगातार राख्न अनिवार्य छैन। शव्वाल महिनाको भित्रमा छुट्टा छुट्टै राख्नु मिल्छ। सल्लल्लाहु अलैहि वसल्लम।